ल हजुर खुसी लाग्यो घरमा छोरी थिए माग्न आउनु भएछ छोरी चाहिँ मेरो यही हो हजुरलाई के कस्तो लाग्छ छोरी अङ्कलहरू नमस्ते गर्दा अङ्कल नमस्ते नमस्ते नानी नमस्कार अङ्कल अहिले चञ्चले स्वभावको छ क्या हजुर माइन्ड नगर्नु होला एकदम सोझो खालको केटा हो ए साँच्ची तपाईँहरू दुईजनामा छोरी चाहिँ कसको लागि चाहिँ माग्न आउनु भयो अच्छा ए हजुर छोरी छोरी त राम्रै रहेछ नि छोरी त मलाई नि मन पर्यो ए केटा के मेरो लागि कुरो मिलाउने हो ए भाउ तिम्रो बुढेसकालमा हड्डी चिलाएको घरमा दुई दुईवटा आमा चुप लगाएर बस्छ त ए छोरी चाहिँ हजुर अब यसकै लागि हो हजुर अब म त बुढेसकाल लागिसक्यो हजुर यसकै लागि छोरी चाहिँ यसकै लागि हेर्न आयो ए केटा भनेपछि उहाँ चाहिँ हो हजुर हजुर ल हजुर सुन्नुहोस् हामी चाहिँ अलिक संस्कारी घर परिवारबाट हो अच्छा त्यसैले केटा चाहिँ हामीलाई एकदम इमान्दार चाहिन्छ अनि के छ कन्डिसन छोरालाई चुरोट बिडी जाँड रक्सी चल्छ चल्दैन जाँड रक्सी त हजुर म सबै खाएँ हजुर यसको बोली अलिक लडबडिन्छ क्या खाँदिनँ भने अहिले केही खाँदैन ए बाबु तल गरे अस्ति चमेलीको पसलमा मलाई 2 गिला रक्सी दिएको होइन यस्तो कुरा गर्नु हुँदैन क्या अहिले फेरि छुरी दिँदैन हामीलाई यो कुरा के गर्नु हजुर काने खुसी गरिरहने बानी छ क्या यसको तर तपाईँहरू ढुक्क हुनुहोस् जाँड रक्सी चुरोट यसले केही खाँदै खाँदैन हजुर ल हजुर हामीले पनि खोजेको यस्तै हो भनेपछि कुरो फाइनल गरौँ होइन त गरौँ हजुर गरौँ के भयो ए छोराले उमेर सोध्दैछ क्या अनि नानीको उमेर चाहिँ कति भयो होला हजुर ए उमेर उमेर त हजुरले छोरीको मुखबाट सुन्नु नि भन्दै त छोरी उमेर 19 हुँदैन हजुर हुँदैन म जाँड रक्सी चुरोट बिडी सबै खान्छु हुँदैन ए यति राम्रो केटी भेट्दा नि किन हुँदैन भन्दैछ तिमीलाई थाहा छैन बाबु म आन्टी लभर हो भन्ने कुरा आजबाट नेपालमा बसोबास गर्ने सबै आन्टीहरूले देश नै छोडेर जाने निर्णय गरेका छन्। उनीहरूले देश छोड्नुको कारण भने खुलस्त रूपमा बताएका छैनन्। के हो केटा आन्टीहरूले त सबै देश छोडेर गएछन् त अब त के गर्छस् ए जासुकै गयो पनि मलाई नसुनाउने के दाइ मलाई अब आन्टी सान्टीको बाल लाग्दैन अब आन्टीहरू हेर्न मैले छोडिदिइसकेँ भनिहाल्छस् नि मुखले त होइन कि साँच्ची दाइ धर्म आजदेखि मैले आन्टीहरू हेर्न छोडिदिइसकेँ ल वाह केटा वाह आज चाहिँ तैँले मेरो मनकै कुरा गरिस् यतिको लक्का जमन केटा भएर तैँले कहाँ आन्टीहरू हेर्ने हो त 20-22को केटी पो हेर्ने हो त ल केटा अहिले चाहिँ म गएँ हस् हस् दाइ हस् तर मलाई त आन्टी नि चाहिन्छ यत्रो गाउँभरि एउटा आन्टी नभएपछि म चाहिँ कसको मुख हेरेर बाँच्नु त्यही माथि डाँडाबाट हाम फालेर मरिदिन्छु म पक्क यहीँबाट हाम फाल्छु म अब मर्ने नि भएपछि यताबाट किन मर्नु अर्को यताबाट हाम फालेर मर्छु मर्ने नि भएपछि चस्मा लाएर चाहिँ किन मर्नु म चस्मा खोलेर मर्छु ल आजबाट मैले यो संसार छोडेर जाँदैछु मेरो जति पनि धेरै दुश्मनीहरू थिए मेरो सबै खुसी भएर बस्छ बाई बाई मर्छ भनेर खुसी भयो होला यत्रो नि मर्दिनँ 10 वर्ष पर्खिन्छु अब केटीहरू 10 वर्ष पछाडि आन्टी भइहाल्छ हे भगवान छोराको ताल यस्तो छ 3-4 दिनको खाना नखाएको यत्रो वर्ष लगाएर हुर्काएँ बढाएँ पढाएँ अहिले आन्टीको पिछा लागेर आफ्नै जिन्दगी बर्बाद पारो यसले यसले अब कसरी चाहिँ सुधार्ने होला त आइडिया यसले बरु आफ्नो ज्यान फाल्न तयार छ आफ्नो कपाल काट्दैन यसलाई अब भन्नु पर्यो तैँले कपाल काटिस् भने मात्र तैँले आन्टी पाउँछस् भनेर होइन कहीँ छैन त कहाँ गयो यो ए बाउ यहाँ हेर कपाल देख्यो होला नि कपाल ल आन्टी मिलाऊ
धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। अनि यो भिडियो चाहिँ हामी दुईजनाले मात्रै बनाएको, अनि यो बनाउन चाहिँ हामीलाई धेरै मेहनत लागेको छ। भिडियो हेर्दा अलि छोटो भए पनि बनाउन धेरै मेहनत लागेको छ। हाम्रो क्यामेराम्यान पनि थिएन, हामीले चाहिँ स्ट्यान्डको सहायताले बनाएको। सो माया देखाइदिनु होला, हामी अर्को भिडियो फेरि राम्रो लिएर आउनेछौँ। केही भन नि त। अनि हजुरहरूलाई भिडियो के कस्तो लाग्छ सुझाव पनि दिन नबिर्सिनु होला। साथै रोशन राउत युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला। सब्सक्राइब चाहिँ हान्नु पर्यो ल। अनि अर्को नयाँ राम्रो भिडियो लिएर आउँछौँ हामी। बाई बाई। बाई गाइस।